गरिमा चौधरी बहिनीको बलात्कारपछि हत्या गर्ने यो अपराधीको बयान सबैले सुन्नुभयो, देख्नुभयो। तर तपाईँले देख्नु नभएको चिज चाहिँ के हो भने हाम्रो शिक्षा प्रणाली, हाम्रो अभिभावक, हाम्रो समाज, हाम्रो देशमा सानैदेखि इभन एलकेजी नर्सरीदेखि नै त्यो चिज चाहिँ सिकाएकै छैन क्या। अलिक माथि गएर हाम्रो कक्षामा यस्तो अलिकति सेक्सुअल टपिकहरू छन्, तर त्यो टपिकमा कुरा गर्न पनि अलिकति हाम्रो शिक्षकहरू हामीले पनि अलिकति झिकझिकाउने, लजाउने गर्छौँ क्या। तर होइन, यो जब यो अपराधीले भनिरहेको छ नि, यसको मनमा केही, यसको अनुहारमा केही पनि अफसोस छैन, केही पनि यसलाई पस्तावा छैन, हाँसेर कुरा गरेको छ। यसलाई सरकारको पनि डर छैन, पुलिसको पनि डर छैन। यसलाई चाहिँ यो नर्मल साधारण हो जस्तो लागिरहेछ। किनभने हाम्रो एजुकेसन सिस्टमै गलत छ, किनभने हाम्रो हुर्काइ बढाइ, हाम्रो हेरचाहमै गलत छ क्या। सानैदेखि चाहिँ यो चिज चाहिँ गलत हो है बाबु, यो चिज चाहिँ गर्नु हुँदैन है भनेर दुई छडी दुई थप्पड हालेर सिकाउनु पर्ने हो नि। एलकेजी नर्सरीबाटै सिकाउनु पर्छ यो कुरा चाहिँ गलत हो है भनेर। अनि बल्ल दिमागमा बस्छ क्या यो चिज चाहिँ गलत हो है, यस्तो त भन्नु हुँदैन, यस्तो गर्नु हुँदैन। मलाई मेरो शिक्षकले सिकाएको थियो, मेरो मम्मी बाबाले सिकाएको थियो, मेरो समाजमा यस्तो हुँदैन भनेर बल्ल सिक्छ क्या। हाम्रो शिक्षा प्रणालीमा पनि चेन्ज गर्न जरुरी छ। नेपाल सरकारलाई यो अवगत होस् कि अब आइन्दादेखि हाम्रो शिक्षा प्रणालीमा सानैदेखि यस्तो चिज चाहिँ गलत, यो गर्नु हुँदैन भन्ने चिज चाहिँ सिकाइयोस्, त्यो प्रणाली नै चेन्ज गरियोस्। साथीहरू सबैले कमेन्ट गर्नु होला। र यो जुन बयान दिएको भिडियो छ कसले लिक गर्यो, यो प्राइभेसीको म्याटर छैन। यो भिडियो लिक गर्नेलाई पनि कारबाही होस्। बयान लिनुपर्छ ठिक छ, तर बयान लिएको यो भिडियो त लिक गर्नु भएन नि त। बिचरा त बहिनीको के दोष छ यसमा? सबैजनाले मजाले भिडियो गरेर सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ। र बारम्बार यसले यो बयानमा के भनेको छ भने म र प्रदीप खड्का भन्दैछ। सुरुमा त प्रहरीले प्रोग्रेस चौधरीलाई समातेको भन्ने कुरा आएको थियो, अहिले किन दुईवटा बयान भइरहेको छ? यो कुराको पनि छानबिन होस्। प्रोग्रेस चौधरी कहाँ छ, प्रदीप खड्का कहाँ छ, यो कुरा पनि बाहिर आओस्। अहिले गरिमा चौधरीको मम्मी बाबाले त गृहमन्त्री सुदन गुरुङलाई भेटेर, अरू मन्त्रीहरूलाई भेटेर सहमति गरिसके, उनीहरू खुसी छौँ भनेर भिडियो हालिसके। तर अझैसम्म त्यो बहिनीले न्याय पाएको छैन। यो केस चाहिँ अलिकति कन्फ्युजमातिर गए जस्तो लागिरहेछ मलाई। कृपया गरेर निष्पक्ष रूपमा छानबिन होस् र यो अपराधीहरूलाई चाहिँ सजाय होस्। फाँसीको सजाय छैन भने गृहमन्त्री सुदन गुरुङले भने जस्तै गोली हानेर मार्ने सजाय त होला नि त। सांसद भवनमा सांसदले अन द स्पोट मार्ने, अन द स्पोट त्यसलाई चाहिँ ढाल्ने नियम त लिएर आउनु सक्ला नि त। गरिमा चौधरीले जस्टिस पाउनै पर्छ। जय नेपाल।